नमस्कार, तपाईहरु हुनुहुन्छ मनोरञ्जन टिभीमा। अब तपाईहरुको भरपर्दो एकदम युट्युब च्यानल मनोरञ्जन नेपालमा तपाईहरुलाई स्वागत छ। म तपाईहरुको रेगुलर होस्ट राजेश लुङ्गले र अहिले हाम्रो साथमा हुनुहुन्छ इटालीका एक जल्दो बल्दो हाम्रो एकदम चिर परिचित नाम ए डिभिजन लिग खेल्न सफल उहाँ मिस्टर दिपेन तामाङजी हुनुहुन्छ हामीसँग। नमस्कार अनि कता पुग्नु श्रीअन्त डाँडा पुगेर अनि सर तपाईँ हजुर भाइ ननिकाल तपाईँको माथि ननिकाल है। ए अब बिग्री गयो नि कट। अनि के तपाईँ अहिले के गरिदिनुहुन्छ फुर्सदको समयमा? अब अहिले लिग पनि भइरहेको छ काठमाडौँमा, के छ कस्तो छ? म अहिले फुर्सदको समय घाम ताप्दैछु। पत्रकारको नाम चाहिँ के हो? घाम ताप्दैछु भन्छ है त ओके। तपाईँ घाम ताप्दै हुन्छ अहिले अब यो रेमोको एकदम चिर परिचित ठाउँ कल्याणमा छौँ हामी। तपाईँलाई अब एक्कासी देख्दाखेरि तपाईँको इन्टरभ्यू दिन मन लाग्यो हामीलाई, त्यही भएर तपाईँको सानो है कि तपाईँलाई के डिस्टर्ब भएको छैन? ढाएको ठाउँ रहेछ, साह्रै रमाइलो ए ल ठिक छ। अनि के एनसी सर कि तपाईँको यसपालि कुन क्लबमा के छ कसो छ अब भनेर तपाईँको फ्यानहरू हुनुहुन्छ होइन, तपाईँ के भन्नु चाहनुहुन्छ उहाँहरूलाई? योपालि मलाई ए डिभिजन थापेन, अब बी डिभिजनमा जानु आँटेको छु। त्यही हो। ल सर एकदम धन्यवाद, तपाईँलाई धेरै भयो होला होइन। त्यसै गरी धन्यवाद त्यसै गरी धन्यवाद हाम्रो धन्यवाद हाम्रो मिस्टर दिपेन तामाङजीलाई। उहाँ हामीबाट छुटिसक्नु भएको छ। अलिकति उहाँलाई बेस्ट विशेष गर्दै उहाँको डिजिटल लिग राम्रो होस् भन्ने कामनाका साथ हामी बिदा हुन चाहन्छौँ। धन्यवाद।